नमस्कार, स्वागत छ यहाँहरूलाई हाम्रो यस नेप्से अपडेट भिडियोमा। सदा चाहिँ हजुरहरू माझमा उपस्थित भइसकेको छु नेप्सेको अपडेटहरू लिएर। र आज चाहिँ हामी नेप्से हेर्छौँ भने नेप्से चाहिँ आज क्यान्डल पुलिस माराबुजु क्यान्डल बनेको छ भने भोल्युम पनि राम्रो रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ जुन योभन्दा अगाडिको 2650 को लेभल जुन ब्रेक गर्नलाई पनि यहाँनिर राम्रो क्यान्डल बनेको देख्न सक्नुहुन्छ। 2650 को एरिया यो थियो। यहाँनिर जुन यो टप लगाएको थियो त्यस पछाडि यहाँ राम्रो क्यान्डल बनेको थियो र ब्रेक गरेर माथि पनि गएको थियो। तर पनि अहिले भने योभन्दा माथि अर्को लगभग राम्रो क्यान्डल आएको छ जुन 2640-50 को एरियामा केही साइड वेज बसेको थियो। अहिले चाहिँ माथि गएको देख्न सकिन्छ। क्वार्टर पनि इन्ड भइसकेको छ भने अब केही समय पोजिटिभ पनि रहन सक्ला। र क्यान्डल हेर्छ भने बुलिस माराबुजी क्यान्डल रहेको छ। 2650 को रेसिस्टेन्स ब्रेक गरेर गएको छ भने पिभट पोइन्ट नजिकै आएर छ। टपमा चाहिँ हाई भनेको 2672.73 र 2672.55 मा क्लोज रहेछ। कारोबार रकम पनि पोजिटिभ नै छ र म्याकडीबाट पनि सिग्नल हेर्नुहुन्छ भने सिग्नल पोजिटिभ नै रहेको छ र पिभट पोइन्टबाट हेर्दाखेरि रेसिस्टेन्स एरियामा आएर बसेको देख्न सकिन्छ। रेसिस्टेन्स भनेको 2672.17 रहेछ, ब्रेक चाहिँ गरेको रहेछ। भोलिको दिनमा के कस्तो रहन्छ हेरौँ। 2710 यो माथि गएमा भोलिको पिभट पोइन्टको रेसिस्टेन्स 2 रहेको देख्न सकिन्छ। आगामी दिनको लागि भने सपोर्ट भनेको हाम्रो 2620 को लेभल रहेको देखिन्छ पिभट पोइन्टबाट। र बोलिन्जर ब्यान्डबाट हेर्छ भने अप्पर ब्यान्ड हिट गरेको हुनसक्छ। देख्न सक्नुहुन्छ आज अप्पर ब्यान्ड पनि हिट गरेको छ भने मिडल ब्यान्डलाई सपोर्ट लिएर फर्केको मार्केट अप्पर ब्यान्डलाई टच गरेर केही सामान्य करेक्सन आएको थियो। त्यस पछाडि भने पोजिटिभ रहेको देख्न सकिन्छ। र बोलिन्जर ब्यान्ड पनि पोजिटिभ छ र पिभट पोइन्ट पनि पोजिटिभ छ। 20 डे मुभिङ एभरेज पनि नियर रेसिस्टेन्स रहेको छ। भोलिको दिनमा के गर्छ हेरौँ। योभन्दा अगाडि पनि देख्न सक्नुहुन्छ 30 नोभेम्बरमा यसलाई नै ब्रेक गर्न नसकेर तल आएको देख्न सकिन्थ्यो भने अब आगामी दिनमा के कस्तो रहन्छ भनेर हेर्न बाँकी छ। र 50 डेज मुभिङ एभरेज हेर्नुहुन्छ भने 2610 को लेभलमा रहेको छ। यो पनि पोजिटिभ। 20 डेज पनि पोजिटिभ नै छ भने कारोबार रकम हेर्नुहुन्छ भने यो हाम्रो 2 नोभेम्बर पछिको कारोबार हो। लगभग अब यो 2 महिना पछाडिको धेरै कारोबार भन्न सकिन्छ। अहिले 2 महिना पछाडिको चाहिँ राम्रो कारोबार आएको छ र आरएसआई पनि 63 को लेभलमा रहेको छ। यो आरएसआईको लेभल हामीले हेर्छ भने अस्तिको दिनमा बन्द हुँदाखेरि चाहिँ हाम्रो 56 को लेभलमा थियो भने आज चाहिँ 6 अङ्कले 7 अङ्कले बढेको छ लगभग अस्तिको तुलनामा। आरएसआई पोजिटिभ नै रहेको छ र म्याकडीबाट पनि सिग्नल पोजिटिभ नै रहेको छ भने समग्रमा हेर्दाखेरि पोजिटिभ नै रहेको छ र अझै रेसिस्टेन्सकै एरियामा रहेकाले भोलिको दिनमा अथवा पर्सि भनौँ भोलि बिदा रहेकाले भोलिको दिनमा अथवा पर्सिको दिनमा मार्केट खुलेको दिनमा के कस्तो रियाक्ट गर्छ भन्ने चाहिँ हामीले अझै हेर्न नै बाँकी रहेको छ। र फिबोबाट हेर्छ भने फिबोमा पनि रेसिस्टेन्स रहेको थियो जुन यो 2641 0.238 को लेभल त्यसलाई राम्रो गरेर ब्रेक गरेर गएको छ राम्रो क्यान्डलले भने आगामी दिनलाई हामीलाई अझै पोजिटिभ हुन्छ भनेर मान्न सकिन्छ भने तल आएमा 2640 को लेभल अब रेसिस्टेन्स रहन सक्छ भनेर पनि बुझ्न सकिन्छ। अबको हाम्रो फिबोबाट यो 2694 को लेभल ब्रेक गर्नुपर्ने देखिन्छ। यो ब्रेक गरिसके पछाडि हामी फिबो एक्सटेन्सन लगाएर हेर्नेछौँ यो लेभलबाट र कहाँसम्म जान सक्छ भनेर त्यहाँ पनि थोरै अनुमान चाहिँ लगाउन सकिन्छ। समग्रमा हेर्ने हो भने हाम्रो मार्केट पोजिटिभ रहेको छ। फिबो र मुभिङ एभरेज बोलिन्जर ब्यान्ड यहाँ आरएसआई र म्याकडी सबै पोजिटिभ रहेको देख्न सकिन्छ टेक्निकलबाट हेर्दाखेरि। आगामी दिनमा भोलिको दिनमा यो आज प्योर बुलिस क्यान्डल बनेकाले केही सामान्य करेक्सन आइहाल्यो भने पनि आत्तिन चाहिँ पर्दैन। यहाँनिर देख्न सक्नुहुन्छ यो जुन 23 सेप्टेम्बरको क्यान्डल रहेको छ त्यही जस्तै क्यान्डल छ हाम्रो। र यहाँनिर अर्को क्यान्डल भनेको देख्न सक्नुहुन्छ 28 डिसेम्बर त्यही जस्तै नै छ। त्यतिमा सामान्य करेक्सन आयो भने आत्तिहाल्नु पर्दैन। र यहाँनिर अर्को अपवाद पनि छ हेर्न सक्नुहुन्छ। दुईवटा क्यान्डल नै फुल बडी क्यान्डल बनेका छन् भने नआउन पनि सक्ने सम्भावना चाहिँ रहन्छ। र त्यसै गरी अब लागौँ हामी यो आजको ब्रोकर बायर सेलरतर्फ। यसमा 58ले चाहिँ किनेको देखिएको छ आज। 51 करोडको सेल गर्दा 54 करोडको बाई गरेको देखिन्छ भने 48ले 30 करोडको बाई गर्दाखेरि 33 करोडको सेल गरेको देखिन्छ। यसले चाहिँ 42ले हेर्नुहुन्छ भने 31 करोडको बाई गर्दा 30 करोडको सेल गर्छ। 49ले 28 करोडको बाई गर्दा 28 करोड 60 लाखको बाई गर्दा 28 करोड 30 लाखको चाहिँ 60 भनेको नारीको स्ट्राटेजी
स्टक डिलरको पनि 27 करोडको बाइङ आएको देखिएको छैन। यो नारिक स्टक डिलर रहेको छ र त्यसै गरी टप 10 ब्रोकरहरूको टर्नओभर ब्रेकआउट यहाँ रहेको छ। तपाईँले पज गरेर हेर्न सक्नुहुन्छ। भने अब लागौँ हामी नेप्सेको ओभरभ्यू। आज दिनभरि के कस्तो चाहिँ प्रकृतिमा नेप्से बढ्यो घट्यो भनेर हामी यहाँ लाइनबाट पनि हेर्न सक्छौँ। यसलाई लाइन भन्न सकिन्छ, लाइन चार्ट। र यहाँ हेर्नुहुन्छ भने यसले बिस्तारै बढ्दै बढ्दै गएर चाहिँ हेर्नुहुन्छ भने यो 12:08 एउटा लो लगाएको देखियो। यो लो भनेको 2659 रहेछ। त्यस पछाडि फेरि बढेर गयो 2669सम्म, त्यहाँबाट फेरि 2664 रहेको देखिन्छ। भने कारोबार रकम 8 अर्ब 40 करोड 27,97,775 रुपियाँ 59 पैसा कारोबार भएको छ। भने 1,66,11,479 किता सेयर कारोबार भएको छ। 224वटा कम्पनीको मूल्य बढ्दा 31वटा कम्पनीको मूल्य घटेको छ भने 5वटा कम्पनीको मूल्य स्थिर रहेको छ। सागर को चाहिँ सर्किट लागेको छ भने युएसएलभी, श्रीनगर, जियुएफएलको सर्किट लागेको छ। सिएफसिएल रहेको छ हाम्रो टप 5 गेनरभित्र पर्नेमा। यो पनि लगभग 9% को वृद्धि छ। भने अरू हेर्नुहुन्छ भने एसवाई प्यानल लगभग 7% को वृद्धि रहेको देखिन्छ। अरू बन्दीपुर 7.5% भन्दा बढीको वृद्धि रहेको छ। र जिएफसिएल फाइनेन्स चाहिँ आज धेरै बढेको देखिन्छ। टप लुजरमा हेर्छ भने सबैभन्दा धेरै घट्नेमा टिएसएचएल रहेको छ। यो पनि लगभग 9% ले घटेको छ। भने अरू डिभेन्चर रहेका छन्। त्यसरी टप टर्नओभरमा हेर्नुहुन्छ भने एमएफआइएल रहेको छ। मञ्जुश्री फाइनेन्स, यसको 53 करोडको कारोबार भएको देख्न सकिन्छ। 53 करोड 16,53,828 रुपियाँ 60 पैसा कारोबार छ। एसवाई प्यानलको 37 करोडको कारोबार भएको छ। श्रीनगरको 28 करोडको, बन्दीपुरको हेर्नुहुन्छ भने 25 करोडको, राँधीको 24 करोडको कारोबार छ। भोलुममा जान्छ भने एमएफआइएलको रहेको छ 6,49,000, दोर्दीको 4,68,000, एनजिपिएलको 4,30,000, एकेजेसिएलको 4,04,000, केबिएलको 3,56,000 रहेको छ। त्यसरी ट्रान्जेक्सन वाइज हेर्नुहुन्छ भने एसवाई प्यानलको 6,461, बन्दीपुरको 3,966, श्रीनगरको 3,615, सागरको 2,265 र एचबिएलको 2,062 पटक ट्रान्जेक्सन भएको छ। टोटल ट्रान्जेक्सन 95,495 रहेको, 445 रहेको छ। यो पनि बढेको देखिन्छ। भने कारोबार किता पनि बढेको छ। ट्रेड स्क्रिप्ट भनेको हाम्रो आज 338वटा स्क्रिप्ट चाहिँ ट्रेड भएको छ। र त्यसरी सब इन्डेक्समा हामी हेरौँ। सब इन्डेक्समा आज हामी हेर्छौँ भने हाम्रो ब्याङ्किङ 11 अङ्कको वृद्धि रहेको छ। र डेभलपमेन्ट ब्याङ्क 169 अङ्कको वृद्धि 3% रहेको छ। फाइनेन्स हेर्नुहुन्छ भने 138 अङ्कको वृद्धि लगभग 6.5%। र त्यसै गरी होटल हेर्नुहुन्छ भने 142 अङ्कको वृद्धि 2%। र हाइड्रो हेर्नुहुन्छ भने 23 अङ्कको वृद्धि 0.7%। इन्भेस्टमेन्ट हेर्नुहुन्छ भने 0.95, यो 0.93% को वृद्धि। लाइफ इन्सुरेन्स 162 अङ्कको वृद्धि 6/1%। र म्यानुफ्याक्चरिङ हेर्नुहुन्छ भने 213 अङ्कको वृद्धि लगभग 2.5%। र माइक्रो फाइनेन्स 64 अङ्कको वृद्धि 1% भन्दा माथि। म्युचुअल फन्ड हेर्नुहुन्छ भने 0.01 अङ्कको वृद्धि रहेको छ। र हाम्रो नन लाइफ हेर्नुहुन्छ भने 75 अङ्कको वृद्धि रहेको छ। अदर हेर्नुहुन्छ भने 10 अङ्कको वृद्धि। ट्रेडिङ हेर्नुहुन्छ भने 20 अङ्कको वृद्धि रहेको छ। समग्रमा हेर्नुहुन्छ भने माघको पहिलो दिनमा कारोबार राम्रो भएको देख्न सकिन्छ। भने क्वार्टर एन्ड पनि भइसकेको हुनाले अब बढ्ने सम्भावना पनि केही समयको लागि प्रबल देखिन्छ भनेर भन्दै आजको भिडियोको अन्त्यसम्म म आइपुगिसकेछ। अथवा सल्लाह सुझाव भए हामीलाई दिँदै गर्नुहोला। र हजुरहरूले हामीलाई फलो तथा सब्सक्राइब गर्नुभएको छैन भने गर्दै गर्नुहोला भन्दै आजको लागि यस भिडियोबाट बिदा हुन चाहन्छु। बाई बाई।